अनि उहाँले छान्नु भएपछि अनि अब त्यो बाटो कस्तो छ के गर्नुपर्छ भन्ने कुरा अब आफूले धेरै अनुभव भएको हुनाले अनि हामीले धेरै कुराहरू चाहिँ अब हामीले कोसिस गर्यौँ सबै सामान हामीले 2 वर्ष एकदम पुरा प्लान गर्यौँ मान्छे देख्यो भने अनाउन्सर टाइपको मान्छे छ भने यो त हिपी जस्तो भन्छ नि केस पनि लामो लामो पालेको है डोगोल त धेरै बोल्दिनँ तर उहाँले बोलेपछि एकदम करेक्ट मैले त धेरै जस्तो क्लाइम्बिङ त मेरो त गुरु नै हो अब मैले त पुरै नै अब उहाँहरूले त अब चढ्नु सक्छ मैले कम्प्लिट मेरो त पुरै उ थियो तर उहाँहरू चाहिँ अब पुग्यो तर उहाँहरू विभागमा पर्दाखेरि चाहिँ अनि धेरै दुःख लाग्यो उहाँको कन्डिसन कस्तो छ होला अब रेस्क्यु पनि अब कन्डिसन राम्रो छ भने हामीले राम्रोसँग ल्याएर आउनु सक्छ कि सक्दैन भन्ने त्यस्तो पिर थियो पुग्दाखेरि उहाँहरू त्यहाँ हाँसेर बसिरहेको छ खुसी थियो हामी अनि त्यहाँबाट अनि त्यसपछि अनि मैले खारमफम लगाउने साथी गऱ्यो डक्सकोलाई अनि त्यसपछि उहाँ 2 जना जानुभयो हामी 4 जना थियो म पिटर बर्डमन अनि मार्टिन बोयसन र मिकबो हामी क्याम्प 6 मा एक रात सुत्यौँ अनि त्यसपछि अनि अर्को दिनमा हामी समिटमा जानुलाई हामी पिटर बर्डमन अगाडि गयो त्यसपछि म गयो अनि मार्टिन र मिकबो पछाडि छ अनि कोही माथि पछि साउथ समिट त्यो गलीमा जाँदाखेरि धेरै गाह्रो भयो अनि पिटरसँग अलिक मलाई अलिअलि गाह्रो भयो अनि पछि त्यो पुरानो अक्सिजनमा यहाँ एउटा ठुलो ट्युब छ अनि त्यो चिसोले त्यो सबै भित्र चाहिँ आइस जम्मेछ अनि काट्यो आइस निकाल्यो अनि फेरि त्यसलाई फेरि यसरी राख्नु त सक्यो गयो अनि त्यो फुस्केन बाइ लक है अनि फुस्केन अनि पुग्यो टपमा पुग्यो म त खुसी भयो अब चाहिँ तल कसरी पुग्ने मात्रै अनि हिँडेर अब अलिक स्लोप छ अनि हिँडेपछि त तल मान्छे एकजना आउँदै रहेछ अनि पर्खेपछि त मिकबो रहेछ अनि मिकबो रहेछ अनि उहाँ भेट्यो अनि मैले सुरुमै खै मार्टिन भन्यो मार्टिन यसरी फर्केर जानुभयो भन्यो अनि हामीले के गर्यो भने अब नजिक हो तपाईँ छिटो गरेर आउनु भन्यो हामी बिस्तारै जान्छौँ अनि हामी तल पर्खिन्छौँ तल आउँदा नै अब वेदर त अलिक चेन्जै भयो हामी साउथ समिटमा पर्ख्यो धेरै पर्ख्यो साउथ पर्ख्यो अनि चिसो पनि भयो अलिअलि अनि बेसरी हिउँ पर्यो बस्यो आउँछ कि भन्यो अनि मैले भने पिटरलाई अब उहाँ आउँदैन अब हामी 2 जना चाहिँ अब तल जानुपर्छ हामी सबै यहाँ मर्यो भने त नराम्रो हुन्छ अस्पतालको लागि नराम्रो हो भने अनि त्यहाँबाट तल निकै अलिक तल पाएपछि अनि त्यहाँ माथिबाट सानो एभलान्च आयो त्यहाँबाट एउटा खारमफम फुस्क्यो मेरो अनि त्यो कहाँ हो त्यो टेम्ने केही छैन छोडिदियो अनि त्यहाँबाट उता पुग्यो अनि उता पुगेपछि त मार्टिन बोयसन पनि त्यहाँ पर्खेर बसेको रहेछ अनि हामीले भन्यो अब यस्तो भयो मिक फर्केर आउनु सकेन अब समिटमा त पुग्यो अब त्यहाँ कति बस्यो अब थाहा छैन अब उहाँ त्यहाँ कति बस्यो थाहा छैन अनि उहाँ चाहिँ फर्केर आउँदाखेरि भिजिबिलिटी एकदम कम भयो अनि हामीसँग डोरी छैन अनि मेरो विचारमा उहाँ चाहिँ उता पछाडि अब त्यहाँ धेरै कर्नर्सहरू पनि छ उहाँ चाहिँ पछाडि लडेर गयो अनि हाम्रो चाहिँ अब भोलि बिहान चाहिँ वेदर राम्रो छ भने अब माथि हेर्नु जाउँ भने हाम्रो
रातिको चाहिँ हाम्रो चाहिँ कुरा चाहिँ त्यो गर्यो अनि हामी अनि सुतेर अब बस्यो अनि अब हिउँ बेसी परेर पाल पनि सबै हिउँले थिचेर आउँछ अनि त्यहाँ बसेपछि र त्यत्रो हिउँ परिसकेपछि अनि मैले अब यो सम्भव नै छैन वहाँ जिउँदो हुने त कुनै सम्भव नै छैन अनि अनि मिबक अनि पाउन सकेन हामीले आजसम्म पाउन सकेन नि के त्यतिखेरको त के कुरो हामी अब मलाई त धेरै वर्षसम्म दुःख लाग्यो त्यसपछि अब उहाँको वाइफहरू छोरीहरू थियो अनि उहाँहरू इङ्ल्यान्डमा गयो भेट्यो है म हिमालयमा त 79 मा मात्रै म फर्केँ